नमस्ते सम्पूर्णलाई। म निमा लामा। म आज तपाईँहरूलाई चाहिँ विशेष गरी म गाउँमा आएको छु र म तपाईँहरूलाई चाहिँ आज मेरो गाउँ देखाउने नै छु र गाउँ कस्तो लाग्ने छ कृपया प्रतिक्रिया दिन नभुल्नुहोला र गाउँमा भएको विषयवस्तुहरू, यहाँका नरमाइलो रमाइलो, राम्रो नराम्रो चिजहरू पनि म तपाईँहरूलाई देखाउने नै छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र कुनै मान्छे च्यानलमा नयाँ आउनुहुन्छ भने चाहिँ सब्सक्राइब एन्ड सेयर गर्न नभुल्नुहोला। लेट्स गो, म तपाईँलाई मेरो गाउँ घुमाउँछु। त्यसै गरी मेरो पछाडि रहेको चाहिँ मेरो गाउँ हो। तपाईँले देख्न सक्नुहुन्छ मेरो विचारमा चाहिँ गाउँ पुरै खाली छ। गाउँमा सकभर कोही पनि छैन, म बाहेक। म चाहिँ यहाँ विशेष कामले आएको। मेरो काम चाहिँ के हो म तपाईँहरूलाई देखाउने नै छु। म विशेष के कामको लागि आएको भनेर होइन भने चाहिँ गाउँमा कोही पनि छैन, खाली नै छ। र अब गाउँ खाली हुनुको मेन कारण चाहिँ के हो त? यो भिडियो मार्फत म चाहिँ नेपाल सरकार, विशेष गरी बालेन शाहलाई चाहिँ, उहाँ चाहिँ नेपाल देशको प्रधानमन्त्री भएको कारणले चाहिँ म उहाँ समक्ष सरकारलाई नै भन्न चाहन्छु, गाउँमा चाहिँ किन यस्तो गाउँ खाली भइरहेछ भन्दाखेरि मान्छेहरू चाहिँ सुविधाको लागि चाहिँ सहरतिरै गइरहेको छ। गाउँमा कोही पनि छैन, गाउँ खाली नै छ। त्यसै कारणले चाहिँ सहर बजार क्षेत्र भन्दा नि हाम्रो चाहिँ गाउँघरमा चाहिँ विकास गर्न थाल्यो। गाउँघरमा विकास गर्न थाल्यो र गाउँघरमा चाहिँ सहर बजार जस्तो सुविधा यो गाउँमा चाहिँ, गाउँठाउँमा चाहिँ हामीले चाहिँ सेवा सुविधाहरू पुर्याउन सक्यो भने चाहिँ मान्छे गाउँमै बस्छ क्या। मान्छे किन जान्छ भन्दाखेरि सुविधाको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि जान्छ। अब मानौँ हाम्रो यहाँ हुम्लामा चाहिँ कोही बिरामी भयो, त्यहाँदेखि काठमाडौँसम्म जानु पर्यो भने चाहिँ एउटा मान्छे बराबर, एउटा मान्छे र एउटा कुरा गरी समथिङ 2 लाख त आते जाते पैसा बचाइराख्नुपर्छ। त्यही भएर कारणले चाहिँ के हुन्छ भन्दाखेरि मान्छे यहाँ किन बस्ने, त्योभन्दा बजारी क्षेत्रतिर जाउँ, त्यहाँनिर काम गरौँ, त्यहाँनिर बसौँ भन्ने मानसिकता हुन्छ। त्यो भएको कारणले के भन्नुपर्छ भन्दाखेरि हामीले चाहिँ गाउँठाउँको विकास हामीले चाहिँ यो ठाउँमा राम्रोसँग गर्न सक्यो भने चाहिँ मान्छेहरू यहीँ बस्छ, राम्रो शिक्षा, राम्रो स्वास्थ्य, अनि त्यसपछि रोजगारको चाहिँ व्यवस्था हामीले चाहिँ सरकारले चाहिँ गर्न सक्यो भने चाहिँ मान्छेहरू प्रायः जसो गाउँमै बस्छ। त्यही भएर चाहिँ बजार क्षेत्रभन्दा नि गाउँ क्षेत्रतिर विकास गर्यो। यहाँको रैथाने बाली, अर्ग्यानिक चिजहरूलाई चाहिँ बजारीकरण गरेर यहाँको भएको चाहिँ पर्यटन स्थलहरूलाई चाहिँ पर्यटन क्षेत्रमा जोड दिन सक्यो। र मेरो पछाडि तपाईँले चाहिँ देख्न सक्नुहुन्छ त्यहाँ झरना छ होइन। त्यो झरना पनि तपाईँको चाहिँ सकभर मैले यसो हेर्दाखेरि नेपालमा कहीँ पनि छैन जस्तो लाग्छ क्या। अब हाइटमा चाहिँ कहीँ पनि छ, तर यो झरना चाहिँ के छ भन्दाखेरि स्टेप बाई स्टेप 9वटा स्टेपमा चाहिँ झर्छ क्या, स्टेप बाई स्टेप भएर चाहिँ। अनि ठ्याक्क यो खोलाको चाहिँ माथि मूलमा चाहिँ 9वटा ताल रहेको छ। यो रहस्यमय छ। अहिलेसम्म चाहिँ सामाजिक सञ्जालमा हरेक कुरामा चाहिँ बाहिर नआएको मात्रै हो। होइन भने यो चिजलाई चाहिँ हामीले चाहिँ पर्यटन क्षेत्रतिर जोड दिनु सक्यो भने चाहिँ आन्तरिक तथा बाह्य पर्यटनहरू यहाँ केही नभए पनि घुम्न, फोटो खिच्न, टिकटक बनाउन, अनि त्यसपछि यहाँ झरनामा चाहिँ स्विमिङ खेल्न, तल चाहिँ जो स्टेप बाई स्टेप छ त्यहाँ स्विमिङ खेल्न पनि आउँछ। त्यही भएर कारणले चाहिँ हामीले चाहिँ मेन चाहिँ गाउँ क्षेत्रतिर विकास गर्न सक्यो, गाउँ क्षेत्रतिर जोड दिन सक्यो। हिमाली र पहाडी भेगमा चाहिँ जनसङ्ख्या घट्दै, बजारी क्षेत्र र तराई क्षेत्रमा चाहिँ जनसङ्ख्या बढ्दै गर्नुको मेन कारण नै त्यही हो क्या। असुविधा, बेरोजगार, शिक्षा स्वास्थ्य राम्रो नभएको कारणले चाहिँ मान्छे बसेसरी गर्ने भयो। त्यही कारणले चाहिँ शिक्षा, स्वास्थ्य र रोजगार हामीले चाहिँ हिमाली भेगतिर दिन सक्यो। धेरै ठाउँमा चाहिँ रोडहरू, नेटवर्कहरू सुविधा दिन सक्यो भने चाहिँ मान्छेहरू गाउँठाउँमै बस्न रुचाउँछ, किन सहर जान्छ हो। त्यही भएर कारणले चाहिँ हामीले चाहिँ मेन चाहिँ सरकारलाई मेरो अनुरोध, गाउँठाउँ ग्रामीण क्षेत्रतिर चाहिँ विकास गर्न सुरु गर्नुहोस्। किनकि गाउँ नै रहेन भने, गाउँमा मान्छे नै रहेन भने गाउँको के अर्थ। त्यही भएर कारणले चाहिँ गाउँ हुनु पर्यो, त्यसमाथि गाउँमा बस्ने मान्छे हुनु पर्यो, अनि त्यो मान्छेलाई चाहिँ राम्रो शिक्षा, राम्रो स्वास्थ्य, राम्रो रोजगार हुनु पर्यो।
त्यसैले चाहिँ गाउँमा मान्छे बस्न थाल्छ। अदरवाइज गाउँमा कोही बस्दैन जस्तो लाग्छ। मैले यसो हेर्दाखेरि प्रायः जसो गाउँ खाली नै छ होइन। त्यही भएको कारणले चाहिँ यो भिडियो मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु, गाउँठाउँको विकास गर्नुहोस्। त्यही भएको कारण गाउँ कोही नबस्ने कारणले चाहिँ जमिनहरू पनि बाँझै छ क्या, पुरै बाँझो छ। म तपाईँहरूलाई देखाउने नै छु भिडियो मार्फत, पुरै जग्गाहरू पनि बाँझो छ। त्यो भिडियो मार्फत पनि म तपाईँहरूलाई देखाउँछु। त्यही भएको कारणले चाहिँ यहाँ बसेर चाहिँ यो उपयुक्त ठाउँमा चाहिँ बस्न सक्यो भने चाहिँ विकास चाहिँ गर्नु। अनि अघि म चाहिँ विशेष कामले आएको भनेर चाहिँ तपाईँहरूले भनेको थिएँ। म चाहिँ विशेष गरी मैले चाहिँ यो खेतबारीमा चाहिँ जग्गाहरूमा चाहिँ दाते ओखर चाहिँ खेती गरेको छु। त्यही भएर चाहिँ मैले यो दाते ओखरमा चाहिँ पानी हाल्न आएको होइन। अब पानी नहालेको पनि धेरै भयो। अनि म चाहिँ विशेष गरी यही पानी हाल्नलाई आएको हो। अनि पछि चाहिँ यो दाते ओखर चाहिँ ठुलो भयो भने यहाँबाट पनि अलिकति इन्कम जेनेरेट गर्न सकिन्छ कि भन्ने हिसाबले चाहिँ यो गरेको। र म तपाईँहरूले चाहिँ झरनामा लगेर चाहिँ नजिकबाट भिडियोहरू पनि तपाईँहरूमा आज देखाउँछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र अरू चिज पनि म गाउँमा भएको चिजहरू पनि देखाउँछु, हेर्दै गर्नु होला है। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यो चाहिँ हाम्रो तल्लो गाउँ हो। तर हेर्नुहोस् न, गाउँको पुरै जमिनहरू खाली बाँझो छ। यहाँ हेर्नुहोस्, पुरै बाँझो, सबै बाँझो छ, बाँझो जग्गा सब बाँझो छ। लौ त गाइस है, अब म तपाईँहरूलाई झरनातिर लैजाउँदैछु है। झरनातिर यो चाहिँ ओखर हो। लागेको 2 वर्ष भइसक्यो। 2 वर्षमा यति ठुलो भइसक्यो म भन्दा ठुलो। अब झरनातर्फ लैजाँदैछु। पछाडिको चाहिँ मेरो गाउँ हो। म तपाईँलाई चाहिँ झरनाको बाटो चाहिँ अप्ठ्यारो नै छ, तर पनि अप्ठ्यारो भए तापनि म तपाईँहरूको लागि त्यो झरनासम्म पुगेर त्यहाँ नुहाएर अनि आउनेछु है। यो त झन् कति ठुलो छ यार। बाङ्गो छ र धेरै ठुलो छ। झरना यस्तो रहेको छ। झरना चाहिँ यहाँनिर पनि पानी हाल्नुपर्ने रहेछ। यहाँ फुलहरू पनि डगमक्क फुलेको छ अरे। यहाँ यस्तो 1 2 3 टन्टडा। यो चाहिँ रहेको छ हाम्रो नौसरे झरना। नौसरे झरना चाहिँ यहाँबाट चाहिँ यस्तो देखिन्छ, तर बाटो अलि अप्ठ्यारो छ। 1 स्टेप भयो, 2 स्टेप भयो, 3 स्टेप भयो, 4 स्टेप भयो, 5 स्टेप भयो। अरू माथि चाहिँ यो माथिको यहाँबाट माथि देखिन्छ, छोपिएको छ। त्यही भएको कारणले चाहिँ राम्रोसँग देखिन सकेको छैन। अदरवाइज यहाँ हेर्नु न कतिको छ। ल गाइस कमेन्ट गर्नु ल, कस्तो छ। यस्तो सुन्दर छ। यस्तो यो हाँगाहरूले छोपिरहेछ कि यस्तो सुन्दर देखिन्छ नत्र। यो झरनाको लागि अब यहाँबाट यति राम्रो भ्यू देखिन्छ होइन। यहाँबाट यस्तो राम्रो भ्यू देखिन्छ। ठ्याक्क यो साइडमा चाहिँ गोलो यहाँबाट फोटो खिच्न मिल्ने, भिडियो खिच्न मिल्ने एउटा बनाउनु पाए कति राम्रो हुन्थ्यो। यहाँ हेर्न यस्तो राम्रो बवाल देखिरहेको छ। अनि यहाँ चाहिँ यस्तो ट्याक्क गोलो परेको चाहिँ यहाँसम्म परेको चाहिँ बनाउनु पाए अनि यहाँबाट यस्तो दामी देखिन्छ फोटो खिच्नलाई। स्टेप बाई स्टेप हेर्नु, यो सकभर नेपालमा कहीँ पनि छैन होला यस्तो स्टेप बाई स्टेप आउने चाहिँ झरना। हाइटमा चाहिँ छ होला, तर यस्तो स्टेप बाई स्टेप आउने चाहिँ नेपालमा छैन है मेरो भनाइअनुसार। अनि यदि छ भने पनि कमेन्ट गर्नु होला। अब म तपाईँहरूलाई लिएर जान लाग्छु है तलबाट। यो तलबाट माथि कस्तो देखिन्छ हेर्नु होला। म जान्दैछु। बाटो चाहिँ छैन है। बाटो पछि चाहिँ अब यो भिडियो हेऱ्यो भने सम्बन्धित निकाय हामी पहल पनि गर्नेछौँ बाटोको लागि। बाटो बन्छ होला।
ल बाटो चाहिँ नभएर चाहिँ यस्तो अवस्था छ। अब बाटो बग्यो भने चाहिँ एकदम मजा हुन्थ्यो। झन् बाटो चाहिँ नभएर अलिकति गाह्रो भइरहेको छ। होइन भने चाहिँ यो एकदमै पर्यटनको लागि मान्छेको माइन्ड फ्रेस गर्ने ठाउँ चाहिँ एकदमै राम्रो हो। यहाँ बाटो नभएर चाहिँ तनाव छ। यहाँ पछि पनि बाटो अब हामीले चाहिँ बनाउने कोसिस गरिरहेको छु। यसको लागि पहल कदमीहरू भइरहेछ। यस्तो चिजको विकास चाहिँ गर्नुपर्छ है। यो भनेको हाम्रो नेपालको सान हो क्या। अब ठाउँ चाहिँ हाम्रोमा पर्यो, तर यस्तो चिज चाहिँ नेपालको सान हो है। तपाईँको यस्तो चिजलाई चाहिँ व्यवस्थापन गर्न सक्यो, राम्रोसँग सुविधा दिन सक्यो भने चाहिँ पर्यटन त अटोमेटिक आइछ। यहाँदेखि तपाईँको चाहिँ 500-1000 मिटरसम्म पर्छ कि हाइवे पर्छ। यहाँदेखि नजिक यो झरनादेखि ठ्याक्क त्यो के भन्छ हाइवेसम्म 500 मिटर 1000 मिटरसम्म होला। समथिङ 1 किलोमिटर आधा मिटर आधा किलोमिटर 1 किलोमिटर जतिमा हाइवे पर्छ हो, त्यहाँनिर पर्छ। अनि यसको चाहिँ व्यवस्थापन हामीले चाहिँ गर्न सक्नुपर्छ कि, किनकि यो हाम्रो सान हो। यस्तो चिजहरूको चाहिँ हामीले चाहिँ विकास चाहिँ गर्नुपर्छ। अब बाटो चाहिँ अप्ठ्यारो छ, देख्न सक्नुहुन्छ। तर तपाईँहरूलाई आउनु पऱ्यो भने यो अप्ठ्यारो बाटो आउनु पर्दैन। तलबाट अलिकति सजिलो बाटो पनि छ। म यहाँ सधैँ यताउता बचपनदेखि यो ठाउँमा आएको कारणले चाहिँ यो ठाउँको एक्सपिरियन्स चाहिँ मसँग छ। यस्तो भिडबाट पनि आइरहेको छ। तपाईँहरू चाहिँ यस्तो कोसिस चाहिँ नगर्नु होला है। फेरि मेरो जस्तो कोसिस चाहिँ नगर्नु होला, किनकि म भन्ने मान्छे डेन्जर हो। फेरि तपाईँले सक्नुहुन्न। ल हो, तपाईँहरू आउनुहुन्छ भने चाहिँ यहाँबाट बाटो छ है। यहाँबाट बाटो छ, सजिलो बाटो छ। म चाहिँ अलिकति अप्ठ्यारो बाटोमा आइपुगेँ। है खोला कल अब यो खोलामा पुग्यो। खोलामा पुगिसकेपछि माथि झरना देखिन्छ है। म तपाईँहरूलाई एकछिनमा झरनामा लैजान्छु। झरनाको तल्लो स्टेपबाट म तपाईँहरूलाई देखाउने छु। अनि कस्तो लाग्यो भन्न नभुल्नु होला। बाटो अलि अप्ठ्यारो नै छ। अन्त मेरो मोबाइल पनि खस्न सक्छ पानीमा। ओ माई गड, अब त फस्यो त म त। यस्तो छ। मोबाइल खस्छ कि भन्ने डरै छ। मोबाइल खस्यो भने बर्बाद हो। यो त हल्लिने रहेछ यार। अझ चिप्लो छ। चिप्लो भयो भने कहिले ट्याट्ट लड्यो भने बर्बाद रहेछ। One, 2, 3. Wow! Look at that. यहाँ हेर्नुहोस्, यतिको सुन्दर ठाउँ। अनि को चाहिँ हुनुहुन्छ क्या यहाँ नआउने। अनि यो चाहिँ लास्ट स्टेप हो। माथिको देखाइदिन। अघि मैले देखाएको माथिबाट हो है। यो रुखको माथिबाट, यो रुखको ठ्याक्क यहाँ माथिबाट देखाएको। अहिले चाहिँ यहाँबाट बाटो यहाँ यस्तो छ। ठ्याक्क यहाँबाट खोल्ची पनि देखिन्छ। यहाँ हेर्नुहोस् गाइस, अब हामीले चाहिँ विकास गर्न सक्यो भने चाहिँ यो ठाउँमा चाहिँ फेरि एउटा ट्याक्क समथर भएको ठाउँ बनाउन सक्यो भने, अनि यहाँबाट ट्याक्क फोटो खिच्दाखेरि त ओहो कस्तो देखिने त। ल टिकटक बनाउँदै
झरनाको चिसो पानी भने जस्तो बनाउनु पाए त यहाँ हेर्न कस्तो छ सुन्दर। वाउ, कहिलेकाहीँ एक्लै घुम्नमा पनि यतिको मजा आउने रहेछ यार। त्यतिकै गाउँ भने होइन नि त, गाउँको आनन्द सहरभन्दा हजारौँ गुणा बढी छ गाइस। आनन्द हेर्न, त्यो झरनाको चिसो चिसो हावा सरसर सरसर सर आइरहेछ, यतिको आनन्द। अब म एकछिनमा त्यहाँ स्विमिङ खेल्छु, म एक्लै छु, मेरो हातमा चाहिँ गिम्बल छ, म त्यहाँ गएर स्विमिङ खेल्छु, तपाईँहरू हेर्दै गर्नु होला है त। यो एरियामा जहाँ यो एरियामा छ नि, यो एरियामा चाहिँ यहाँदेखि बाँधेर चाहिँ यहाँदेखि माथिसम्म स्विमिङ पुल बनाउन सक्यो भने त कति राम्रो हुन्थ्यो, कति राम्रो हुन्थ्यो। यहाँदेखि ठ्याक्क यहाँबाट स्विमिङ पुल बनायो, ह्याङ्केर बनायो, अनि त्यसपछि यहाँदेखि माथिसम्म स्विमिङ खेल्न मिल्ने भयो कि यो ठाउँमा। यस्तो आनन्द फेरि यहाँसम्म पनि छ के, बनाउनु पनि सजिलो छ। अनि माथिबाट झर्ना, अनि तल स्विमिङ, ओ हो कति आनन्द। अनि गाइस यहाँबाट चाहिँ यस्तो देखिन्छ है, म सबभन्दा तल्लो स्टेजमा आएको छु, यहाँबाट चाहिँ यस्तो देखिन्छ है। ए यहाँबाट यस्तो देखिन्छ। यो चाहिँ लास्ट स्टेप हो। अघि मैले भिडियो गरेको चाहिँ यो माथि रुखको माथिबाट है। यो हो हाम्रो नौसरे झरनाको चाहिँ लास्ट स्टेप रहेको छ। यहाँ तपाईँहरू साथीभाइ ग्रुपसँग आएर पनि मजा लिन सक्नुहुन्छ। यहाँ अलिकति यो के भन्छ, यो स्विमिङ पनि स्टाइलको छ भने माथि स्विमिङ पनि छ। अझ त्यही झरनाको मुनि जान पनि सक्थ्यो, त्यो एकदमै रिस्की छ, किनकि माथिको पानीको चाहिँ प्रेसर धेरै भएको कारणले शरीरमा चोट पनि लाग्न सक्छ। अदरवाइज यस्तो ठाउँ बवाल छ। तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नु होला। र हामीले चाहिँ यस्तो यस्तो ठाउँहरू, यस्तो यस्तो नेपालमा यस्तो भएको चिजहरूलाई चाहिँ हामीले प्रमोट गर्न सक्यो भने चाहिँ नेपालमा चाहिँ पर्यटनहरूको सम्भावना बढ्छ। त्यही भएको कारणले चाहिँ तपाईँले चाहिँ यो भिडियो चाहिँ हेऱ्यो, भिडियो सेयर गर्न चाहिँ नभुल्नु होला। यो एरियामा चाहिँ तपाईँको चाहिँ त्यहाँको यो एरियामा चाहिँ अझ व्यवस्थित तरिकाले चाहिँ मानव निर्मित माथिको चाहिँ अब प्रकृतिले नै दिएको छ। यो एरियामा चाहिँ तपाईँको चाहिँ मानव निर्मित यहाँदेखि अब आरसिसी वाल लगाएर चाहिँ यो पानीलाई स्टप गर्न सक्यो, यहाँ स्विमिङ पुल बनाउन सक्यो भने चाहिँ झन् यस्तो बवाल हुने थियो कि पुरै छोडिदिनु, यस्तो बवाल हुनेछ। त्यही भएको कारणले चाहिँ भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, अनि भिडियो सेयर गर्न नभुल्नु होला। हाम्रो नेपाल हो, मैले यस्तो भिडियोहरू चाहिँ प्रमोट गर्न खोजिरहेको छु, नेपालको लागि हो है। हामी नेपाली, हाम्रो नेपाल यति सुन्दर छ। बबाल, भिडियो कस्तो लाग्यो? बबाल। अघि बिचमा चाहिँ झरनाबाट सिधै चाहिँ म घर आएँ। बिचमा मैले सुट गर्न पाइनँ किनकि मेरो मोबाइल अफ थियो, स्विच अफ भएको थियो। फेरि चार्ज गरेर उता ओखरमा पानी हालेर चाहिँ लास थकाइ लागेको थियो, त्यही भएर चाहिँ सरासर घरमा आएर चाहिँ बोक पनि लासलाई लगाएको थियो। अनि खाना आएको र खाना खाएर चाहिँ नुहाइ धुवाइ गरेर चाहिँ फ्रेस भएर फेरि तपाईँहरूलाई चाहिँ तपाईँहरू मेरो गाउँको भ्रमण गर्दै हुनुहुन्छ, सो म देखाइदिन्छु है त गाउँतिरको दृश्य यताउता गएर। अब मेरो गाउँ चाहिँ अलिकति बिरालो ठाउँमा छ, गाउँ अलिकति नराम्रो छ। यहाँबाट अघि त्यो उता झरना भएको खोला चाहिँ त्यो खोला हो, यहाँबाट सर बग्दै 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 तल छ। यो चाहिँ स्याउ, यो चाहिँ मेरो गाउँ है, हेर्न सक्नुहुन्छ। यो माथिल्लो अघि मैले भिडियोबाट देखाउँदै थिएँ नि त, माथिल्लो गाउँ हो मेरो गाउँ चाहिँ। यो माथिल्लो गाउँमा पर्छ, तल्लो गाउँ पनि छ नि। हाम्रोतिर घर चाहिँ यस्तो हुन्छ, तपाईँकोतिर कस्तो हुन्छ? बन्द नमिल्ने रुखहरू तर्चक। यो चाहिँ हाम्रो गाउँ हो है। यहाँबाट वीर सिधै। सो अझ उताबाट गएर देखाउँछु।
हेरौँ है त अघि उताबाट हेरेर कस्तो थियो अहिले कस्तो थियो है कोही छैन मान्छे खाली खाली छ हेर्नुहोस् ए ऊ चाहिँ मेरो घर हो त्यहाँ तर्चक भएको ठाउँ चाहिँ ल आउनुहोस् है त यहाँ यो घर चाहिँ म एक्लै छु अहिले यो चाहिँ के हो गाइज यो हाम्रो भाषाबाट यसले मिनिङ भन्छ होइन मिनिङ तपाईँहरू के भन्छ यसको तेल निकालिदिन्छ ए पहिला पहिला अब अर्ग्यानिक चिजहरू उत्पादन गर्थ्यो होइन वन जङ्गलमा लट्रम्म फलेको यसलाई चाहिँ मान्छेले तेल निकाल्थ्यो आजभोलि कोही नै यसको टचै गर्दैन सब वेस्ट यसको तेल निस्किन्छ नि त अब कसैले गर्दैन यस्तो काम किन हो समय परिवर्तन भएर हो कि के भएर हो कि गाह्रो छ गाह्रो गाउँमा मान्छे नबस्ने भएर चाहिँ खेतबारी सबै बाँझो छ किसानहरूले चाहिँ गरिखाने वातावरण नै सिर्जना हुँदैन यो किसान गरेर आत्मनिर्भर पनि गर्न सकिँदैन सो त्यसैले सब छोडिदिएछ ल हेर्नुहोस् अघि म ओखर बारीमा छु भने अहिले स्याउ बारीमा छु स्याउै फलेको छैन यार हुन त यसको कटिङै पुगेको छैन होइन ए यहाँ हेर्नुहोस् यस्तो जिर्र परेको छ अनि प्रायः जसो यो बाँदरहरूले खाइदिने कि यो समस्या यहाँबाट देखिने गाउँको दृश्य स्याउै फलेको छैन यार किन हो गाइस स्याउ नफल्नुको कारण ल गाइस आफ्टर 2 दिन पछाडि चाहिँ अब फर्किन लागेको छु बजारतिर गाउँबाट ल त गाइस भिडियो पुरा हेरेकोमा तपाईहरु सबैजनालाई धन्यवाद छ धन्यवाद माया गर्दै गर्नु होला